जनजागृति स्कुलबाट टिचर्स पिकनिकमा आएका छौँ र आज हामी सबै टिचर्सहरूलाई एउटा दुईटा क्वेसनहरू सोध्नेछौँ र त्यसको एन्सर के हुँदो रहेछ हेरौँ है। हामीसँग हुनुहुन्छ वाङचङ लामा सर। सो लामा सर, यदि हजुर टिचर नभएको भए हजुर कुन पेसा अपनाउनुहुन्थ्यो? नमस्कार। नमस्ते। म अहिले टिचर छु। यदि टिचर नभइदिएको भए म सोसल वर्कर हुन्थेँ, सामाजिक अभियन्ता, सामाजिक कार्यकर्ता हुन्थेँ। समाजसेवा चाहिँ मेरो अहिलेको पनि क्षेत्र हो। त्यस कारण म टिचर नभएको भए फार्मर हुन्थेँ होला, किसान हुन्थेँ। फार्मर हुन्थेँ म त। मलाई त होइन, पकाउनु त धेरै मन लाग्छ। मेरो चाहिँ यो म भेटनरी नपढिकन 11-12मा एचएम पनि ठुलो रहर थियो, लास्टमा डाङडुङ भइगयो। मेरो इन्ट्रेस्ट त टुरिस्ट गाइडमा थियो। सोच्दैन किनभने पहिले टिचरै बन्ने भनेर। म टिचर नभएको भए म यतिखेर विदेश जान्थेँ होला, सायद टाइममा अथवा। धन्यवाद मिस। म अब टिचर नभए भने मेरो त इच्छा चाहिँ एकदमै यो फौजीतिर प्रहरीको इन्सपेक्टर अनि आर्मीको चाहिँ सेक्रेटरी बन्ने इच्छा थियो। उता पार्टिसिपेट गरेँ गर्नु चाहिँ, तर उता सफल भएन। मेरो आँखा कमजोरी गर्दाखेरि मैले लास्टमा यो पिछा मैले अँगाले र यो पिछा बनाएर राम्रो लागेको छ। अहिलेसम्म म खुसी छु, यसो सन्तुष्टि मानेको छु मैले अहिलेसम्म। अब यो नै पेसा भन्ने त अलिकति गाह्रै कुरो थियो। तैपनि अब अहिले सुरुमै मैले अब यो स्टुडेन्ट लाइफदेखि नै सिधै जोइन गर्ने काम चाहिँ टिचर पेसातिर भयो। त्यसकारण अहिले त्योभन्दा अगाडि के गर्थेँ भन्ने कुरोमा चाहिँ अब देखि यही त भएन। तैपनि केही पेसा चाहिँ मेरो व्यापारिक पेसाहरू हुन सक्छ होला। टिचर नभएको भए चाहिँ मलाई चाहिँ अलिकति गीत गाउनमा पनि इन्ट्रेस्ट भएको हुनाले चाहिँ म सिङ्गर हुने प्रयास गर्थेँ कि हुन्थेँ। टिचर नभएको भए म चाहिँ बिजनेस चाहिँ होम मिनिस्टर यदि म टिचर नभएको भए मलाई एयर होस्टेस बन्ने एकदम सपना थियो, ठुलो सपना, त्यही भन्थ्यो होला एयर होस्टेस। म टिचर नभएको भए साइन्टिस्ट बन्थेँ कि जस्तो लागिरहेछ। मलाई रिसर्चमा अलि बढ्ने इन्ट्रेस्ट छ, त्यही भएर। अब हजुरलाई अर्को क्वेसन। विद्यार्थीहरूले अब होमवर्क नगरेर होस् कि के गरेर होस् है, सबैभन्दा बहानाहरू बनाउने मात्रै सबैभन्दा ठुलो बहाना हजुरलाई एकदम फन्नी टाइपको बहाना चाहिँ के लाग्छ? फन्नी टाइपको बाहना अब धेरै बनाउने बाहना चाहिँ मैले होमवर्क गरेको थिएँ, कपी बिर्सेछ, घरमै कपी बिर्सेछ। म बिरामी थिएँ भन्ने त होइन धेरै। अनि नवीन सरको लागि के बहाना? मेरो लागि त मनै लागेन भन्छ त, अब के भन्नु भन्ने अप्सनै छैन। नवीन सर सिधै पिटिहाल्यो। कपी हरायो भने मैले भ्याइनँ भन्ने चाहिँ त्यही हो। ठुलो र सबभन्दा धेरै देखेपछि आएन भनेपछि गर्नुपर्ने। यसमा चाहिँ यस्तो छ, अब विद्यार्थी अलिकति मेहनत विद्यार्थी त गरि नै हाल्छ। अब जसमा इन्ट्रेस्ट छैन पढाउनलाई, अलिक ध्यान नदिएको विद्यार्थीलाई चाहिँ कस्तो हुन्छ, अब घरको काम छ भन्छ, कहिले के भन्छ, तार चाहिँ अब अलि खालि उनीहरू चाहिँ बच्चाहरू चाहिँ आफू नपढ्ने अनि खालि अरूलाई चल्ने, जिस्किने, हल्ला गर्ने, अनिखेरि म गर्छु चाहिँ भने गर्न चाहिँ केही पनि नगर्ने, त्यस्तो खालको बाहना गरेर चाहिँ काम गर्नेहरू धेरै दुःख दिने अवस्थाको चाहिँ काम गर्छ। विशेष गरी होमवर्क नगरेको खण्डमा चाहिँ उनीहरूले चाहिँ क्लासमा बस्दै नरुचाउने, घर जान मन गर्ने, कहिलेकाहीँ चाहिँ अभिभावकले चाहिँ मलाई यो नगरिकन गए नि हुन्छ, नगर भन्ने जस्तो कुरा चाहिँ कपी बिर्सिए अनि कपी यही छोडे, क्लासमै कपी हरायो। एउटा स्टुडेन्टको चाहिँ 2-3 चोटि कपी हराउँछ। सबभन्दा बढी चाहिँ बिर्से नै भन्ने हुन्छ। भोलिदेखि काट्छु मैले बिर्सेछु भन्ने, भोलि गर्छु, भोलि गर्छु भन्ने खालको उनीहरूको सबभन्दा ठुलो बहाना हुन्छ। घरमा काम भएर गरिने भन्छ। विद्यार्थीहरूले सबैभन्दा धेरै बनाउने बहाना चाहिँ हात मड्केको थियो भन्ने। अब कसरी बहाना हुन्छ त्यो भन्दा
लेफ्ट ह्यान्ड मर्केको भन्ने तर ऊ चाहिँ राइटी हुन्छ त्यो चाहिँ सबैभन्दा ठुलो दफा विद्यार्थीले बाहना धेरै बनाउँछन् सबैभन्दा धेरै बनाउने बाहना चाहिँ बिरामी भएँ अथवा बिर्सेछु भने हजुर आफू स्टुडेन्ट हुँदा स्टुडेन्ट लाइफको एकदमै यादगार पल के छ यादगार पल पढ्दा डिग्री पढ्दाखेरि चाहिँ साथीहरूसँग पिकनिक गएको याद छ म सानो छँदाखेरि अम्मा चोर्न गएको थियो स्कुलबाट अनि अम्बा धनीले चाहिँ भेटेर हामीलाई समातेर अनि अफिसमा ल्याइरहेको थिएँ त्यतिखेर अनि ठ्याक्क छुट्टी हुने टाइम पनि भएछ अनि स्कुलको सरहरू चाहिँ के काम लिएको पनि त्यतिखेर हतार निस्किँदै हुनुहुन्थ्यो अनि उहाँ चाहिँ हेरे पर्नु भएको थियो एकदम रमाइलो पल चाहिँ अलिकति अलि नन भेज टाइपको छ फेरि त्यो भन्नु नमिल्ने होला अरे कहना क्या चाहते हो रोमान्टिक मलाई चाहिँ मेरो होइन साथीहरूसँगको साथीहरू भनेको के मेमोरी सेयर गर्न मिल्छ मेमोरी भनेको त अब हामी सबै 5 कक्षादेखि नै 10 कक्षा 12 कक्षासँगै पढेको सधैँ भेटे पछि मेमोरी हुने क्या त्यो लाइफ चाहिँ फेरि फर्काउनु मिल्ने फेरि फर्काएर लानुहुन्थ्यो कि धन्यवाद स्टुडेन्ट भन्दा यस्तो थियो क्या म चाहिँ स्टुडेन्ट भन्दा सानो थिएँ क्या मेरो एज नै स्टुडेन्ट बराबरको थियो स्टुडेन्ट त्यस्तो थियो स्टुडेन्ट मलाई साह्रो हेर्थ्यो सानोमा चाहिँ केही छैन त्यही द्वन्द्वकाल थियो अनि यस्तै डाँडामा लाँदाखेरि कङ्कर पूर्ण भनेर हामी 10मा पढ्ने विद्यार्थीहरू सबैलाई आर्मीले लगाएर सबै डाँडा सबै घुमाएको थियो एकदम यादगार म पछाडिको त विद्यार्थीको लाइफमा फर्काउँदाखेरि के सोच्दाखेरि यसमा चाहिँ अब मैले सम्झने कुरा धेरै छन् त्यति पनि म एउटा कुरा चाहिँ भन्छु जस्तो म चाहिँ अब भोजपुर जिल्लाको बोया गाविसमा मैले जहाँनिर 8सम्म पढेँ 9 दिल्लाको अरिन्स माध्यमिक विद्यालयमा गएर पढ्न थालेँ त्यहाँ जाँदाखेरि चाहिँ अब अलिकति अब यता सुविधा थिएन त्यो बेलामा चाहिँ अब अब अलिकति चामलसामको जानुपर्ने जस्तै थियो त्यो बेला चाहिँ म सबभन्दा पनि अरूभन्दा नि त्यो बेलाको चाहिँ वैशाख बेलामा चाहिँ एकदम घाम लाग्ने त्यसको बेलामा घाम लाग्ने अन्त चामल बोकेर जानु पर्दाखेरि चाहिँ एकदम गाह्रो लाग्थ्यो अनि त्यो चामल बोक्ने साटोमा जसरी पास गर्छु भने चाहिँ मलाई त्यतिखेर टेस्ट हुन्थ्यो अब बेलामा टेस्ट भन्थ्यो पास गरे पछाडि पास गरे पछाडि जसरी पास गर्नुपर्छ भन्ने चाहिँ कुरा चाहिँ मेरो मनमा आयो त्यो भएर मैले त्यसमा अलिकति मिहिनेत गरेर पढेँ त्यसमा सफल भएँ पास गरेँ सबभन्दा कुरो चाहिँ त्यही हो चैत वैशाखको घाम चाहिँ अब ठुलो मलाई याद आउँछ 7 कक्षादेखि माथि जानु पर्दाखेरि हामी बाहिर जानु पर्यो भनेपछि हामीले चाहिँ अलिकति केही दुःख भोग्नु परेको छ होइन 2-3टा एउटा एसएलसी पास गर्नलाई 2-3टा स्कुल चाहिँ चार्नु परेको अवस्था थियो अलिकति कष्टदायक अवस्था नै थियो अहिले अब धेरै कष्ट अप्ठ्यारो अथवा बावजुदको साथ यो 14 श्रीकृष्ण रत्नगङ्गाबाट चाहिँ एसएलसी गर्न सफल भयो स्टुडेन्ट लाइफमा चाहिँ कुनै ठाउँहरू घुम्न गएको अहिले पनि सम्झना छ त्यो चाहिँ अहिले पनि मिस हुन्छ बेला बेलामा सायद अहिले यो स्थितिमा नभएको भए सायद त्यही विद्यार्थी जीवन चाहिँ सबैभन्दा रमाइलो हुन्थ्यो जस्तो लाग्छ त्यस्तो खासै मेमोरिजहरू भएन तर स्कुल लाइफमा चाहिँ हामी चाहिँ के गर्थ्यौँ भन्दाखेरि चाहिँ जब एससीको ट्युसनहरू हुन्थ्यो नि बिहान बिहान ट्युसन बेलुका ट्युसन हुने अनि बेलुका 5 बजीसम्म ट्युसन पढेर अनि हामी चाहिँ चाउमिन मोमो खानलाई चाहिँ हिँड्ने कि त्यो स्टलहरूमा होइन अनि फेरि घर गएर नि खाना पर्ने अनि एकदम त्यतिखेर चाहिँ एकदमै रमाइलो हुन्थ्यो कि खाना खान नसक्ने त्यही पनि अनि हामी चाहिँ कोची खाना मेरो मेमोरी खासै छैन अब 10 क्लास पढ्दाखेरि चाहिँ साथीहरूसँग यसो रमाइलो चाहिँ अरू क्लासभन्दा बढी फिल हुन्छ मेरो सम्झना लाइफमा चाहिँ यस्तो छ पिकनिक स्पोट आई एम फिलिङ नाउ टुडे रिल्याक्स कन्ट्रोल धेरै रामकुन भन्ने म जहिले पनि फर्स्ट थाहा जहिले फर्स्ट मेमोरी कसैले कुटेको अनलाइन केही छैन रमाइलो कसैले कुटेको रमाइलो लाइफ फेल भएको पास भएको फेल भएको छैन पास जिन्दगी फेल भइएन पास पनि भइएन अब धेरै त्यस्ता खालका हाम्रो त्यो मेमोरेबल पक्षहरू छन् त्यसमध्ये त्यो
स्कुल बाहेकको बेलामा साथीहरूसँग अब विभिन्न खालको योजना बनाएर घुम्न जाने रमाइलो गर्ने खालको कुराहरू चाहिँ मलाई सबभन्दा बढी मन पर्थ्यो। त्यो कुरा चाहिँ अहिले पनि म सम्झन्छु। यादगार पल चाहिँ मेरो 10 कक्षा पछाडि म काठमाडौँ पढ्न आएँ। फुटाङ छोडेर म चाहिँ काठमाडौँ आउँदाखेरि एकदमै त्यो कुरा चाहिँ अहिलेसम्म पनि बेला बेलामा सम्झिन्छु मैले। विद्यार्थी जीवनको सबैभन्दा यादगार पल मेरो हाई स्कुल ट्रिनिटीमा हुँदा हामी 3 जना थियौँ बेस्ट फ्रेन्ड्स। हामी 3 जना बेस्ट फ्रेन्ड्स चाहिँ एक्स्ट्रा म्याथको क्लास बङ्क गरेर ट्रिनिटीको वरिपरि भएको एकदम फेमस ओम भेज मोमो खान जान्थ्यौँ र मोमो खाएर कुपनहरू कलेक्ट गरेर फेरि मोमो खान जान्थ्यौँ। धन्यवाद।